हामी बस्नुको लागि रवाना हुँदै घर छोड्दा कस्तो लागिरहेको छ तपाईँलाई? के छुट्यायो मैले के छुट्यायो लाग्दैछ। ओइ कहाँ छौ? यता निस्क त। दुईजना बिदाई गर्न आइरहेको छन् एउटा फ्यामिली ब्लगमा राखेको। ल गाइस अब हामी लाग्दैछौँ बसुतर्फ अनि अहिले म गाडीमा चढ्छु अनि राम्रो भ्यूमा देखाउँछु। त्यतिखेरसम्मको लागि बाबा यता मलाई पुऱ्याउनु लाग्यो यहाँ रुँदैछन्। यता हेर्दा कुशल आजु चाहिँ गाडीमा भ्लग बनाएको देखेर कुट्ला नि। कसले कुट्छ? पेजहरू जाने बेला पेजर धाँदैछ मेरो। फ्यान्सी पनि रेडी भइसकेको छिन्। अब रेडी नै के भन्नु, अब हाम्रो गाडी आइसकेको छ गाइस। अब त्यही हो छोडेँ मैले ठाउँ। अब आइसकेको छ गाडी। यसमा भेटौँ ल अब बाई गाइस। जस्तो कोही नभए पनि भए जस्तो अहिले त संसार आदि अन्ध्यारो ज्यालो सबै भए पनि नभए जस्तो समुद्रको पार होला त्यो रहस्य जुन खोजेको सबैले खुशी यो संसारमा कसरी पाउनु भनेर सायद नै होला त्यो रहस्य आफ्नो भित्र नै। खै के गरौँ कि खोला पारिदौँ कि अर्कै नदी दौँ कि यो आँधी बुझाउनलाई। शीतल छायामा अधुरो होइन साँचो मायामा यो कलिलो मनलाई बादल छुन ताराको माझमा शून्य नबोली साझमा यो कलिलो मनलाई यो आँधी बुझाउनलाई। खोजेको सबैले खुशी यो संसारमा कसरी पाउनु भनेर सायद नै होला त्यो रहस्य आफ्नो भित्र नै। खै के गरौँ कि खोला पारिदौँ कि अर्कै नदी दौँ कि
घुमाएका सपना फेरि भेटोस् छलकपट अन्धकारदेखि बाँचोस् सिरैमा भरोसा सन्देर हो गाइस अहिले चाहिँ हामी यहाँ दामी ठाउँमा आइरहेको छु म पहाडै पहाडमा गाउँ थाल्छु होइन साथी सुम हामी स्ट्रेट भोजपुरतिर देखाउँछु ल अब गाइस दिस इज डे 2 इन भोजपुरमा चाहिँ हिजो छिटो सुतेर बनाउनु पाइनँ अनि अझ हामी भोजपुर आइसकेको छु म अनि यहाँको ठाउँ अबै यस्तो राम्रो रहेछ यार पक्का नै देखाउँछु म यो यस्तो भ्यू छ पछाडि घर पछाडि हाम्रो यहाँ ब्ल्याकी छ नि यहाँ अनि यस्तै हो ठाउँ चाहिँ अब्बर खतरा रहेछ यार गाइस यस्तो छ ठाउँ चाहिँ भोजपुर फर्स्ट टाइम हो मेरो फिलिङ भेरी गुड अनि अब म जान्छु एकछिन खानासाना खाएर अलिक माथितिर देखाउँछु ल बाई यस्तो छ है भोजपुरको है गाइस ड्याम यस्तो खतरा छ ओइ यहाँ आऊ न भान्जाले बोला यहाँ आऊ न यहाँ आऊ त के भेट्यो उसले माछा यहाँ त फ्रिजमा राख्नै पर्दैन रहेछ अब बजिसो हुँदो रहेछ अटोमेटिक यहाँ पछाडिको भ्यू देखाउँछु भ्यू आई सो यु द भ्यू गाइस कहाँबाट जाउँ भन्छ उता म पछाडि यहाँबाट यस्तो खतरा भ्यू देखिन्छ गाइस सो यस यस्तो छ भ्यू घर पछाडि यो घर भयो यस्तो ठाउँ पनि यस्तो खतरा छ फेरि आम्मा के भन्नु केटा यार तिमीले मिस गर्यो यार तिमीहरू आउनु पर्यो त्यसो राजु तिमी रिग्रेट भइरहेको होला तिमीलाई नआएर ठिक छ यस्तो छ है अब एकछिनमा जान्छु म फेरि केटा पख तिमीलाई देखाउँछु लगेर आऊ माथि 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 घर फेरि यस्तो बराबर हुँदो रहेछ क्या म देखाउँछु बाई कुन साइड राम्रो छ भन त कुन साइड राम्रो छ यतै घुम्नु न यतै राम्रो छ जाउँ न त मूल घर कता छ लगाएछ मलाई चाहिँ यहाँ भान्जाले लाँदैछ घुम्नुको लागि उसको ठाउँ पहाड चुम्दैछौँ हामी के छ भान्जा सन्चै छौ तिमीलाई लु भनिदेऊ न त एक्सपिरियन्स कस्तो छ त भोजपुर हिँड न हिँड लु तिमी मेरो गाइड हो आजको लागि मलाई लैजाऊ तिमी मलाई जहाँ लैजान्छ म त्यतै जान्छु ल जाउँ न त ल हामी चाहिँ अब पहिलो झर लागेको छ अरे त्यही जाँदैछौँ अब कस्तो दामी देखेको छ यार केटा हो त्यही त हाम्रोतिर यस्तो हुँदैन भन्छ हाम्रोतिर समतल अब यस्तो खतरा छ नि जाँदैछौँ अति रहेछ है ठाउँ चाहिँ खतरा छ ठाउँ चाहिँ त्यो पहिरो जाँदो रहेछ यतातिर माटोहरू बस के कराउँदैछ त्यो कुखुरा कराएको रहेछ यार मुन्डुम ट्रेल जानेको भने त्यसै भइहाल्यो अब अर्कै ट्रेल यस्तो छ र त अब यस्तो भिड उयो गएको रहेछ नि त यहाँ त पहिरो गएको रहेछ को बहिनी तिमी चिन्छौ रुथ पहिरो गएको रहेछ यार गाइस अति यहाँ कहाँसम्म जान्छ भन्छ यहाँदेखि सिधै गयो भने तिमी कहाँ पुगेको छौ यो बाटो कहाँसम्म पुगेको छौ यो बाटो म त साइकल कुदाउँदै
अनि यहाँदेखि जाएको छैन उता जाउँ न परसम्म जाउँ अनि म घर गएर फोन चार्ज हाल्छु एकछिन अनि त्यसपछि भात खाऊँ अनि फेरि जाउँ न यो ठाउँबाट चोक पुगिन्छ त चोक पनि पुगिन्छ चोक चाहिँ अलिक भरेतिर जानुपर्छ अहिले नुहाएर यस्तो ए ल भोजपुर आइसकेछ त्यही त बारी नै बारी झापामा त्यो गर्मी पनि हुँदैन रहेछ चिज आम्मा कसम बेलुका त मैले नसकेको यार जाडो भएर त्यस्तो जाडो भएको थियो एकछिन चाहिँ आउने बित्तिकै चाहिँ त्यसपछि भएन अनि गाउँ होइन नि त यहाँ त अलिक पहाडी एरिया हो नि त अनि त्यही भएर हो क्या चिसो भएको ल हामी अब जति माथि गयो त्यति जाडो हुन्छ जति तल गयो त्यति गर्मी हुन्छ झापा भन्दा मन्थली तल होइन झापामा भन्दा धेरै गर्मी हुन्छ तिमीलाई मन्थली राम्रो कि झापा राम्रो भन त झापा राम्रो ए भिडियोमा यस्तो भन्दैछु अस्तिसम्म चाहिँ मन्थली राम्रो भन्दै थियो कि यो अन्त दोक्ला गर्छु तिमी कहाँसम्म जाने हो भन्छ हामी यहीँसम्म मात्रै जाउँ ल गुड्डीमा यस्तो कराउँदैछ जाउँ लगाइ जब हामी घर गर्छौँ आएको बाटो त्यही हो म घर गएर खानासाना खाएर त्यसपछि उता माथितिर जानु भन्दै आउँछु ल बाई घर गएर अब चार्ज हाल्छु बाई जब चाहिँ हामीले खानासाना खाएर निस्किसक्यौँ काम चाहिँ अति लाग्यो यार ल हामी जानु आँटेको अब माथितिर त्यो कसैले बाई लगाएर जब चाहिँ हामी लाग्थ्यौँ फेरि पनि खानासाना खाइसकेर भन्छ र मेरो यात्रा तैँले भरे एडिट गर्नुपर्छ अब हामी लाग्दैछौँ कहाँ जाने के गर्नु थाहा छैन त्यही पनि हामी लाग्दैछौँ मामा भन्छ यस्तो छ अहिले भ्यू देउरालीतिर नजाने हौ देउराली त दुईचोटि गइसक्यो बिहान पनि गएको अहिले पनि जानु तिमी बस पर्ने ठाउँ राम्रो छ यो बाटो अघि भर्खर आएको मैले बिर्सिसकेँ कि क्या हो यार भर्खरै आएको थियो अघि किन फोटो खिच्नु आउँछ भन्छ फोटो खिच्नु आउँछ कसम के साह्रो राम्रो ठाउँ बास हेर न एकदम यहाँदेखि यस्तो भ्यू देखिन्छ यार जुममा त क्वालिटी घट्यो यस्तो राम्रो भ्यू देखिन्छ नि यहाँ भान्जा हिरो भएर आइसकेको छन् म चाहिँ मेरो त्यही ग्याम्बल छोड्दिनँ गाइस म ग्याम्बलमा जाइपुग्छु यताबाट आउँदा नि ग्याम्बल लाएर जाँदा नि ग्याम्बल हुँदा नि ग्याम्बल ग्याम्बलै ग्याम्बल भ्यू इन्जोय गर्दै लाग्दैन मलाई जङ्गलै जङ्गल छ यार बाटोभरि यस्तो के को बोट हो यो भान्जा के को बोट हो यो के को बोट हो यो तिमीलाई छ हल्का नलेज ए तिमी पनि त्यही धेरै छैन त अब खै यहाँदेखि हेरौँ न यहाँदेखि आउनु भ्यू देखाउँछु क्या म भ्यू देखाउँछु ल के हुन्न कि आउनु गाइस यस्तो छ है भ्यू यहाँनिर यार केटा कसो फोनमा त्यस्तो राम्रो क्याप्चर भएको छैन कि यस्तो बवाल यहाँदेखि तल कहाँ पुग्छ जङ्गल जङ्गल सबै जुका आउँछ नि त नजाउँ औ तिमीलाई टाँसेको छ जुका जुका टाँसेको छ तिमीलाई भरे दिउँसो आउँछ राति बुवाले ल्याउनुहुन्छ ल त्यही पनि गर्दैन
दुई घटन बाटेर अनि हामी जानुपर्ने यता ल जाउँ हात्ती दुख्यो यार मेरो त भन्छ यार पहिरो झर्छ पहिरो अति जाने ठाउँ रहेछ यो चाहिँ गाडी यस्तो छ अब जाँदैछौँ हामी लाग्दैछौँ भन्छ भन्छ के खाने हो हामी के खाने हो हिँड्दै हिँड्दै जाने हामी थाक्छु नि ल अब एकछिन म राख्छु यार गाइस मेरो हात्ती दुख्यो ल गाइस हामी दिगदल बजारदेखि माथि आएको छौँ अहिले अनि हाम्रो कस हो हिँड न हिँड कहाँसम्म हिँड्छ परसम्म पुगेर अनि आएर खाजा खाऊँ अनि घर जाऊँ ल बिस्तारै बोल्दैछु म भ्यू देखाउँदै बोल्दैछु नि त मात्रै बोलेर हुन्न नि त यहाँको लभली वेदर यो यही भ्यू हो नि त खतरा र हामी यस्तो खतरामा भन्छ त के हो कुदो हो त्यो माथि रोपेको कुदो सुदो रोप्या रहेछ यहाँदेखि अब यहाँदेखि हेर्नु सक्नुहुन्छ यहाँदेखि डाँडै डाँडा छ सबै डाँडै डाँडा छ यार हामी तबाट आएको भर्खरै अनि यो बाटो जाँदैछौँ हामी फेरि भोजपुर चाहिँ एकचोटि आउने बनी चिज हो कि घर पनि कस्तो ठाउँमा अबै ड्याम माथि माथि हुँदो रहेछ यता त घर पनि डरै लाग्दो खालको घर आमा त्यहाँ एक्चुअली पहिरो गयो भने त गाड हुन्छ त पहिरो गयो भने त गाड हुन्छ तिमीलाई घर जाने बाटो त थाहा छ नि बिर्सिँदैनौ नि फेरि हरायो भने ल मा भन्छ हरायो भने त बिल्ला हुन्छ तनाव हुन्छ अनि यो साँच्ची भ्लग हेर्दै हेर्दै जाने नि कहाँबाट आएको भनेर कस्तो दामी ठाउँ कि होइन देउराली माथि गरेर बताउहरूले के गर्छु म हुँदा हुँदै तिमीलाई तिमीलाई के डर हो भन्छौ अब ल यही हो अब ट्रेक मुन्दुम जाने भनेको त्यस्तै भइहाल्यो मुन्दुम होइन भन्छ हामी गएको ट्रेक हो कि नि भनिदिएको नि भ्यूले चाहिँ मारेको कसम यस्तो खतरा भ्यू छ हामी कहाँ जाँदैछौँ केही अत्तो पत्तो छैन जब जाँदैछौँ दुईजना मामा भन्छ ड्याम कहाँसम्म पुगिन्छ हौ हामी कहाँसम्म चाहिँ सकिन्छ होला किन मलाई थाहा छ आउनु किन डर लाग्यो के हुँदैन हौ के हराइन्छ हो यत्रो तिमी यहाँ परबाट देउराली बजार लगिदिनु भनेपछि लगिदिइहाल्छ नि छ ल अब यहाँदेखि घुर्दिउँ ल
लगाइ चाहिँ अब यहाँदेखि चाहिँ हामी घुर्दैको किनभने त्यो रिस्क पनि नलिउँ धेरै टाढा गयो भने त्यस्तो घुर्दाखेरि कहाँ मचिन्छ ल यति नै अहिलेको लागि पाइ यो चाहिँ हो गाइज भोजपुरको सानोवाला अब बसौँ यहाँ मिल्छ नि बस्नु बस्छ न लु मिल्दैन हौ कहिले बसेको थियौ यहाँ कहिले बस्यो यस्तो दामी रहेछ यार भोजपुर जेस अनएक्सपेक्टेड अनि किरात पार्क किरात आर्ट ए अनि बनाएको चाहिँ किन बस्न कि त्यतिकै राख्न बस्न अनि कस्तो अचम्म ठाउँ छ यार आम्म उता लब्बे भिरै छ यस्तो छ यहाँ चाहिँ अब हामी खाजामा गाइज देखाउँछु यो चाहिँ हो गाइज भोजपुरको सानोवाला अब बसौँ यहाँ मिल्छ नि बस्नु बस्छ न लु मिल्दैन हौ कहिले बसेको थियौ यहाँ कहिले बस्यो यस्तो दामी रहेछ यार भोजपुर जेस अनएक्सपेक्टेड अनि किरात पार्क किरात आर्ट ए अनि बनाएको चाहिँ किन बस्न कि त्यतिकै राख्न बस्न अनि कस्तो अचम्म ठाउँ छ यार आम्म उता लब्बे भिरै छ यस्तो छ यहाँ चाहिँ अब हामी खाजामा गाइज त्यसपछि देखाउँछु हाम्रो खाजा आइसक्यो हो केटा भन्दै खाजा खाइसक्यौँ अब हामी पेमेन्ट गरेर जान्छौँ अब चाहिँ घरतिर जान्छ मन गऱ्यो गलेँ म पनि भाइ एकछिनमा बाटोमा देखाउँछु म सकिसक्यो तिमीले किन लु ए रहेछ त पेस्ट्री रहेछ अब पसलमा आउनु न हौ यहाँ दुईटा पेस्ट्री दिनु पकडा त कसरी हो त्यो 50 दुईटा भने हामी चाहिँ घुमघाम गएर खाजा खाएर मोमोसम्म हालेर आजमा पेस्ट्री हाल्दै आउँदैछौँ अनि आम्मा गाइस कस्तो घाम लागेको यार अहिले चाहिँ यहाँदेखि जान्छ अब यो चाहिँ काउला सिटिबिटी अरे यहाँ पनि सिटिबिटी रहेछ यार ल अब फाल्नु चाहिँ नहुने त्यो पनि फालिदिइहाल्यो हातमा बोकेर चाहिँ कहाँ लानु
हेर ल गाइस अब आजलाई यति नै भाइ ब्लग अब इन गरिदिन्छु यार भाइ भोलि आउँछ मेरो ब्लग अर्को म चाहिँ भोलि दामी ठाउँमा जानु पऱ्यो बिहानै जान्छु यता कहाँ हुन्छ ल भाइ